नमस्ते। म अन्जान पोर्तेल। म चारली आल्मुनिमबाट आज हामी चाहिँ यो झिलझिले बजारको दक्षिणपट्टिको भेगमा आएका छौँ। झिलझिलेदेखि मोटामोटी 100 मिटर तलतिर आएका छौँ। त्यहाँनिर हाम्रो विजय दाईको घरमा इन्टेरियर डेकोरेसनको काम हामी गर्दैछौँ। यहाँनिर चाहिँ हामी विशेष गरी युपिभिसीको झ्यालडोका, स्टिलको रेलिङहरू, फल सिलिङहरू, पिभिसी सिलिङहरू अनि फर्निचरको सबै कामहरू चाहिँ हामीले जिम्मा लिएका छौँ। अनि यो चाहिँ चाँडो चाँडो हामीले घरलाई कम्प्लिट दिनुपर्नेछ र विशेष गरी यहाँभित्र लाइटिङको डिजाइनहरूदेखि लिएर पिभिसी प्यानल, फ्लोटेड प्यानल, डब्लुपिसीको सबै मिश्रण गरेर मोडुलर किचनदेखि लिएर सबै थोक चाहिँ हामीले यहाँ बनाउँदैछौँ। यो चाहिँ हामी देखाउँदैछौँ यहाँभित्र कसरी अहिले काम बनिरहेको छ। बन्दैछौँ, धमाधम गरिरहेका छौँ। समय थोरै छ, हामीलाई धेरै काम गरेर दिनु छ र हामी देखाउँदैछौँ भित्र गएर। ल आउनुहोस्, हामी यहाँ देखाउँदैछौँ। फ्लुटेड प्यानल र जिप्सन बोर्डको सिलिङ हो। अनि यसमा प्रोफाइल लाइटको डिजाइन खेलाएको छौँ हामीले यस्तो तरिकाले। यहाँनिर यो नयाँ डिजाइन बनाउँदैछौँ। यहाँ चाहिँ सोफाहरू बस्छ मुनिको एरियामा। यहाँ टिभी क्याबिनेट भन्छ यो वालमा। यसलाई पुरा क्रस टाइपको नयाँ डिजाइन खालको तरिकाले प्रोफाइल लाइटलाई डिजाइन बनाउँदैछौँ। यहाँ पनि डबल प्यानल लाइट पनि हालेका छौँ। यहाँ मोडुलर किचन भयो, सिधा परदेखि लिएर एल टाइपमा आएर मोडुलर किचन बन्छ। यहाँ तपाईँको फ्रिज साथै पनि बन्छ। यहाँनिर पिभिसीको यो डाइनिङ टेबलको हलको मुनिबाट आउँछ। यहाँनिर डाइनिङ टेबल बस्छ, यसको लागि आकर्षण डिजाइन हामीले दिएको छौँ। प्रोफाइल लाइटले आउँछ यता अब माथिल्लो तलामा। यहाँनिर काठको रेलिङ लाग्छ अथवा स्टिलको लाग्छ, दुईटामा हामी एउटा दिने नै छौँ। यो भयो हाम्रो माथिल्लो तलाको रुम भयो। यहाँनिर सिलिङ प्लस हाम्रो यो कर्निक्स बिट लगाएर राम्रो डिजाइन देखाएका छौँ। एउटा यहाँ रुम भयो एउटा। यहाँ नर्मली सिलिङ मात्रै लगाएको छौँ, जिप्सन सिलिङमा प्रोफाइल लाइटको कटिङबाट। अनि यहाँनिर बेड बस्छ एउटा, क्विन साइजको बेड अनि वाल दराज यहाँ बन्छ। यता अर्को हामी प्रोफाइल लाइटको डिजाइन यहाँनिर प्यासेजमा पनि राम्रो छ, यो नयाँ तरिकाले दिँदैछौँ हामीले। अनि यो मास्टर बेडरुम आयो हाम्रो। अब मास्टर बेडरुममा चाहिँ हाम्रो दाइले मागे अनुसारको यो वालमा चाहिँ बेडको हेड हुन्छ। किङ साइजको एकदम लार्ज स्केलमा बेड बन्दैछ। बेड बनाए पछाडि हामी यहाँदेखि एल टाइपमा यसरी मोल्डिङ गरेर यहाँसम्म यो हिडन डुवर, यो टोइलेट हो। यहाँनिर हामी वाल क्याबिनेट बनाउँछौँ ड्रेसिङ टेबल सहितको। अनि यता छ यो टाइपको यहाँ टोइलेट छ। टोइलेटलाई पनि नयाँ तरिकाले सावर माथिबाट ह्याङ्गिङ गरेर लिएर आएका छौँ। अनि टोइलेटमा चाहिँ जहिले पनि पिभिसी प्यानलले एकदमै रिकमेन्ड गर्छु म पनि। पानीले चिसोले केही नहुने, बाफले गर्दा पनि बिग्रिने हुन्छ। अनि बाहिरको एरियामा पिभिसी प्यानल र जिप्सन प्यानल लगाएर नयाँ तरिकाले आकर्षण डिजाइन गरेका छौँ। हस्, कति लामो